हजारौँको पैसा डुबिया छ नि। यो त राज्यले लुट्या हो, राज्यले लुटेको हो। किनभने राज्यले सहकारी खोल्न अनुमति दिएको हो। ती सहकारी खोल्नेलाई समातेर ल्याउनु पर्दैन, तिनको जग्गा जमिन सबै चाहिँ राष्ट्रियकरण गर्नु पर्दैन, उठाइदिनु पर्दैन। कहाँ जाने त? भोलि पुलिसले न्याय नदिने, न्यायालयले न्याय नदिने, राज्यले नदिने भने जनताले यत्रो राज्यलाई कर तिरेको के काम? यो ठुलो इस्यु हो। यो सबै घरमा पीडित छन् मान्छे, सबै रोएका छन्, सबै मर्न बाध्य पारिएको छ। खालि सामाजिक सञ्जालमा आएको मात्रै हो, उहाँले लेख्नुभयो तर नलेखेका मान्छे धेरै छन्। त्यसकारण यो समयमा त्यही भएर त अहिले विस्फोटन हुन खोजिरहेछ। सबैमा आक्रोश छ, पीडा छ, दुःख छ, दर्द छ, सबले सबलाई गाली गरिरहेछन्। किन भन्दा यो सबै कारणले गर्दा हो। समयमै यसलाई निवारण गर्नुपर्छ। ठुला सहकारी डुबाएर ठुला चाहिँ तस्करीहरू कोही पनि भेटेको छैनन्। यो राज्यले सिरियस भएर सोच्नुपर्ने विषयवस्तु हो। सिनेमा कर्मीले त एउटा कथा लेखेर एउटा विषय उठाउनु भएको हो। सिनेमा एउटा अहिलेको समसामयिक विषयवस्तुमा एउटा कथा उठाउनु भएको हो। तर यो राज्यले नै गर्नुपर्छ। हिजो टोलमा घरमा देखाइयो नि त, पासबुक बोक्दै पैसा उठाउनु हिँडे। हिजो बैंकले स्वीकृति दियो, क वर्गको स्वीकृति प्राप्त भनौँ, टोला सहकारी खोले, पैसा जम्मा गरे, आज सहकारीको पैसा लुन्याए अनि ठुलाबाट हिँडे। र यिनीहरू नै भोलि कि त राष्ट्रिय सभामा कि त यहाँ उसमा निस्किन्छन्। त्यस कारणले सबैभन्दा ठुलो जटिल विषयवस्तु राम्रो पक्ष के लाग्यो र यो चाहिँ नभएको भए हुन्थ्यो भन्ने के गुनासो छ? होइन, मलाई त त्यस्तो मेरो गुनासो गर्ने, क्रिटिसाइज गर्ने, ठिक बेठिक भन्ने मेरो ड्युटी होइन। मेरो ड्युटी शुभकामना दिने हो, साथीहरूको कामको एप्रिसिएट गर्ने हो। राम्रो भएको छ। मैले चाहिँ कमेडी अलिकति कम भइदियो, अलिकति हँसाउँदै यो गगन विषयलाई लगाए भए हुन्थ्यो भने आज म कमेडियन भएको हिसाबले अरू कमी कमजोरी औल्याउने जिम्मा तपाईँहरूको, समीक्षा गर्ने जिम्मा समीक्षकहरूको, हेर्ने जिम्मा दर्शकहरूको, राम्रो नराम्रो भन्ने जिम्मा दर्शकहरूको। हामी त एउटा सिनेमा कर्मी हौँ, साथीभाइ हौँ, भोलि सँगै काम गर्छौँ, हिजो सँगै काम गरेका छौँ। त्यस कारणले कसैलाई केही गरिन्न, हामी शुभकामना दिने।